साथीहरू के छ खबर? सन्चै हुनुहुन्छ नि? आज अचार बनाऊँ है। काँक्रो र आलुको अचार नेपाली स्टाइलमा। मैले चाहिँ आलु उसानिसकेको थिएँ, काटकुट गरेँ, अनि काँक्रो नि काटेर रेडी थियो। प्याज पनि अलिकति मिसाएको साथीहरू, अचार मिठो हुन्छ भनेर के। अनि यो चाहिँ सेतो तिलको छोप हो होइन। अनि स्वादअनुसार नुन पनि राखेँ, अनि त्यसपछि चुक राखेँ क्या। मैले चाहिँ यो प्योर गुल्मीबाट लिएको चुक हो, मलाई बहिनीले पठाइदिएको थियो। म चाहिँ कागती भन्दा चुकै अलिक फारो हुने चुकै युज गर्छु। अब चाहिँ म तेल तताउँछु। तेल तताएर मेथी राखेर पुऱ्याएँ साथीहरू। यसमा सँगै मैले खुर्सानी राख्छु क्या। खुर्सानी पुऱ्याएको खुर्सानी राख्दाखेरि चाहिँ पिरो कता लाग्ने राम्रोसँग नि हुन्छ, मिठो पनि हुन्छ क्या। फेरि राख्छ अनि बेसार पनि राखेर पुऱ्याएँ साथीहरू। अब ज्वाइँ जान्ने अनि परर पारेर एकछिन मोलिहाल्ने अनि मेरो नेपाली स्टाइलको अचार पनि रेडी भयो साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो मैले बनाएको अचार? मन पऱ्यो कि परेन भनिदिनु होला साथीहरू। थ्याङ्क यू साथीहरू।